नमस्ते, मेरो नाम अतुल लामिछाने। म रोयल तुलिप चितवनबाट हजुरहरूलाई एउटा सानो पनिर बटर मसला चाहिँ अब यसरी कसरी हान्छन् भनेर म एउटा सानो हजुरहरूलाई चाहिँ ट्रायल गरेर देखाउँदैछु। हेरिदिनु होला। मिजाको नाम हामी चप मसला युज गर्छौँ, टमाटर ग्रेभी टच गर्छौँ, व्हाइट ग्रेभी टच गर्छौँ। पनिर हाम्रो यहाँ छ। अनि हामीले तड्का लगाउँदाखेरि चाहिँ गार्लिक, जिन्जर और ग्रीन चिल्लीको तड्का लगाउँछौँ। अब हामी मेन तर्फ जाँदैछौँ। हामीले ग्यास अन गरियो। हामीले प्यान साफ गरियो होइन। अब हामीले ओइल हाल्यो। अब हामीले हल्का क्युमिन हालौँ, हल्का ग्रीन चिल्ली। अब हामीले कटेका थियौँ। अब हामी चप मसला एड गर्नेछौँ। टमाटर ग्रेभी एड गर्नेछौँ हल्का। त्यसपछि हामी व्हाइट ग्रेभी थोडा सा लिन्छौँ। हल्का गरम गर्छौँ। हामीले मजाले गरम गरिसकेपछि यसलाई हामीले चेक गर्छौँ। हल्का स्टक ऐड करनी, भेज स्टक। भेज स्टक ऐड गरिसकेपछि हामीले सबै मसलाहरू पिन्च मिक्स युज गरौँ। सल्ट थोरै, कोरिएन्डर पाउडर थोरै, हल्का क्युमिन पाउडर, हल्का किचन किङ, हल्का कस्तुरी मेथी, काश्मीरी मिर्च, हल्का रेड चिल्ली, हल्का टच हल्दी। अब हामीले पनिर एड गरौँ। पनिर एड पहिला यो गरेको कि नेपालको पनिर अलिकति हार्ड हुन्छ, गर्दाखेरि पछि गएर हल्का सफ्ट हुन्छ। अब यसमा हामीले एक बार चेक गरौँ। यसमा हल्का सल्ट एड गरौँ, हल्का हनी स्वीटनेसको लागि। अमूल बटर हल्का, हल्का क्रीम, अब यो फाइनल पोजिसनमा छ। यसलाई हल्का हामीले कोरिएन्डर लिफ, हल्का जिन्जर जुलियन, अब यो फाइनल भयो। अब यसलाई हामी प्लेटिङ गर्दैछौँ। यो पोर्सन हो, हामीले पोर्सन थोरै बनाउँछौँ। कुमार सेव त पुरा पछाडि एकदम हात राखेर
अब यसमा हल्का हामीले क्रिम एड गर्छौँ, हल्का जस्ट हल्का बटर, हल्का